आज हामी आएका छौँ यो बनगाईको खडवा भन्ने ठाउँमा वासिङ मेसिन सर्भिसिङको लागि। यो चाहिँ हजुरको फ्रन्ट लोडको टिसिएल कम्पनीको वासिङ मेसिन हो। 8 केजीमा हामी चाहिँ भर्खरै आएका छौँ। हाम्रो टिमहरू सबै रेडी हुनुहुन्छ। सर्भिसिङको कार्य हाम्रो अगाडि बढ्दैछ। हजुरलाई पनि यस्तो सेवा चाहिएमा हामीलाई निर्धक्क भएर सम्झिन सक्नुहुनेछ। हाम्रो कन्ट्याक्ट डिटेल्स चाहिँ जहिले पनि हाम्रो फ्रन्ट भिडियोमै हामीले राखेका छौँ। हजुरलाई यस्तो काम गराउनु पर्यो हजुरले हामीलाई जति बेला पनि निर्धक्क भएर सम्झिन सक्नुहुन्छ। हस् त हजुर। हजुरको ड्रम हामीले भर्खरै निकाल्यौँ। के अरे ड्रम हजुरको हेर्न सक्नुहुन्छ। यो 2 वर्षमै यहाँ सायद पानी खराब भएर हो कि के हो, एकदमै फोहोरो चुनाहरू बसेको छ यसमा। यो हजुरको दाउन्ने बसेछ भन्नुहुन्छ अङ्कलले चाहिँ, हाम्रो घरबेटी अङ्कलले चाहिँ। अब हाम्रो रिपेयरिङ हुँदैछ। हजुरको घरमै हाम्रो सर्भिस छ। के अरे हेर्न सक्नुहुन्छ हजुरले बाहिरको हजुरको कभरमा पनि एकदमै लेदो बसेको छ। हाम्रो काम हुँदैछ एकदम जोडका साथ। हाम्रो ड्रम क्लिनिङको काम सुरु हुँदैछ। हजुरको चाहिँ अत्याधिक यसमा हजुरको फोहोरो बसेको थियो। अहिले चाहिँ हामीले यो ड्रम क्लिनिङको काम गर्दैछौँ। हेर्न सक्नुहुन्छ हजुरले अत्याधिक फोहोरो यसमा। हजुरको लेदोहरू धेरै कुरो गाउने छ। फर्निचरमा पनि छ हजुरको। यो चाहिँ हजुरको ड्रमको कभर हो वासिङ मेसिनको। हामी चाहिँ घरमै सर्भिस भएको हुनाले चाहिँ हजुरको आँखा अगाडि नै हामीले सफा गरेर हजुरको सुक्खा बुझाउनेछौँ।